यो चाहिँ गुफा है हेर्नुस् गुफा चाहिँ यो हो चलो अब हामी अन्डरग्राउन्ड घर है अन्डरग्राउन्ड घर ल गाइजहरु है ल है अन्डरग्राउन्ड घर ल है अन्डरग्राउन्ड घर हेलो जय मसी अनि नमस्ते अनि नमस्कार फाइनली आज हामी जङ्गलमा साग टिप्न जाँदैछौँ है अनि म मेरो भतिज साथमा हुनुहुन्छ है हामी दुईटा जाँदैछौँ बाटोमा जतिजना भेट्नुहुन्छ हामी सबैजना जानेछौँ है आजको भिडियो चाहिँ एकदम रमाइलो जङ्गलको हुनेछ है गाउँले जिन्दगी कस्तो हुन्छ र गाउँले लाइफ भनेको नि यस्तै हो है सङ्घर्षको जीवन हुन्छ अब हामी हिँडिसकेका छौँ घरबाट है तपाईले देख्न सक्नुहुन्छ आजको भिडियो चाहिँ तपाईलाई एकदमै अवश्य नै मन पर्ने छ भन्ने चाहिँ तपाईलाई मलाई लाग्छ है आजको भिडियो चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ तपाईले हाम्रो थम्बनेल हेरेर नै तपाईले थाहा पाइसक्नु भएको छ हुन्छ हामी जाँदै छौँ लेट्स गो हामी चाहिँ फाइनली अब यस्तो सबै मिलेर आज वनतिर जाँदैछौँ है भिलेज लाइफ चाहिँ यस्तै हुन्छ है दाउरा गयो स्याउला गयो घाँस खाना गयो होइन घाँस चाहिँ खाने मान्छेले खाने होइन गाईलाई खाने घाँस है फेरि अब सागसब्जी आफ्नो जङ्गलमा मिलेको होइन स्वच्छ वातावरण होइन एकदमै के भन्नु र अब मैले अब वर्णनै गर्न सक्दिनँ होइन तपाईँले बुझिसक्नु भएको छ हामी सबैजना हामी चाहिँ तयारी भएर जाँदैछौँ है गाइजहरू आज सबैजना आज भिडियो चाहिँ एकदम रमाइलो हुनेछ फाइनली हामी हेराउ पुगिसकेका छौँ होइन अब हेराउबाट म र मेरो साथमा प्रकाश हुनुहुन्छ प्रकाशजी हुनुहुन्छ होइन हामी दुईटा आज वन जाँदैछौँ होइन जे जस्तो भए तापनि हामी थोरै साग भए तापनि लिएर आउनेछौँ है आजको भिडियो चाहिँ एकदम रोमाञ्चक हुनेछ है एकदम जे ल्याए पनि आज हामी तपाईँलाई भिडियोमा चाहिँ देखाउनेछौँ तपाईँले चाहिँ भिडियोलाई चाहिँ एकदम माया गरिदिनु होला भन्ने चाहिँ आशा र विश्वास भरोसा राखेका छौँ है त हामी अब यो बाटो भएर जाँदैछौँ है हाम्रो चाहिँ यस्तो छ पिच भएको बाटो हाम्रो चाहिँ कच्ची बाटो होइन एकदम पिच भएको बाटो है त हामी यो डाँडातिर जान्छौँ है त पारि ल है अब हामी यो बाटो भएर जाँदैछौँ होइन आज जङ्गलमा चाहिँ एकदम साग खाने भनेर हामी आइहाल्यौँ अब आइसक्यो माथि त्यतिकै जानु पनि भएन होइन अब हामी जाँदैछौँ होइन बाटोमा चाहिँ के हुन्छ कस्तो हुन्छ अब हुन त के हुन्थ्यो होला र होइन एकदम जुका चाहिँ थोरै थोरै लाग्छ होला जुका चाहिँ कतिको लाग्छ त्यो पनि हामी तपाईँलाई भिडियोद्वारा देखाउनेछौँ आज हामी टाढै जङ्गल जाँदैछौँ होइन तपाईँले देख्न सक्नुहुन्छ मेरो साथमा म र प्रकाश चाहिँ मेरो भतिज है सिस्नो छ है यस्तो मुख हल्का मुख जोगाएर हिँड्नु पर्ला जस्तो छ
हैन यस्तै छ है भिलेज लाइफ है त गाउँले जिन्दगी यस्तै हुन्छ हेर्नुस् अब चाहिँ हामीले मेन रोड हामीले छोडिसकेका छौँ यस्तोसँग अब हामी जाँदैछौँ है जङ्गलको बाटोमा जानुपर्छ मौसम यस्तै छ हैन पानी पर्ला पर्लासो छ पानी पर्यो भने Itu bahasa mau parah kita foto. Video aku tuh लगा mau kita lihat. Mau kita lihat. Mau kita lihat. Coba ya. Mana itu saja. Apa sudah? Mana? Ya ya, ini garbin tak bos. Bos beli latte coba apa? Mana? Sorry. Oh. Objek dasar itu clear boleh kan? Apa saja? Ini sakit hello. हामी फाइनली नौली हेराउ डाँडाको नजिकै हामी आइपुग्यौँ फाइनली हामी पुगिसकेका छौँ भन्छु है यहीँनिर छ नि त नौली हेराउ भन्ने हामी आइसकेका छौँ हाम्रो साथमा यता प्रकाशजी यता हुनुहुन्छ भने म चाहिँ यतातिर छु हैन आज हामी दुईजना मात्रै सायद हामी नौलो बनाउँ पनि हामी पुग्न सक्छौँ होला हैन नौली हेराउ चाहिँ यता हो पानी चाहिँ एकदम पर्ला जस्तो भइरहेछ हामी एकचोटि तल नौली हेराउ घाड हेर्न जान्छौँ नि मौर्यु घाड ल जाउँ हामी एकछिन पहिला हामी जङ्गलमा आउँदाखेरि हामी बस्ने टाकुरा चाहिँ यही टाकुरा है हामी आएर टक्कै हामी बस्थ्यौँ हैन नौली हेराउ घाड चाहिँ यतापट्टि छन् है मौरीहरू आएर बस्नुहुन्छ उहाँहरू हैन पानी परेको मौरीहरू बाहिर निस्किँदैन अरे हैन भित्रै बस्नुहुन्छ अरे कि उहाँहरू हैन जुम गरेर देखाउन गइरहेको छु है यता माथि छ है घाडहरू चाहिँ धेरै छ मौरीहरू यहाँ बस्छन् हैन आज हामी यहाँ थोरै रेस्ट गरेर हामी चाहिँ यता यो वन जङ्गलहरू हामी चाहिँ घुम्नेछौँ है त
हामी नौली हेराउ भन्ने ठाउँमा हामी पुग्यौँ होइन। अब हामी यहाँबाट पनि हिँड्न गइरहेका छौँ। सायद हाम्रो यात्रा नौला बनसम्मको यात्रा हुन्छ होला होइन। आज हामी यो ठाउँबाट फेरि अब हिँडेर अब हामी त्यो पारीतिर भएर हामी त्यहाँबाट भएर सर्र हामी त्यहाँबाट त्यो उता माथि जानेछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। यो चाहिँ नौली हेराउको पहिला हामी 5-6 वर्षको हुँदाखेरि यतातिर पुरै मौरीको गाडहरू हुन्थ्यो होइन। अब चाहिँ हामी यहाँबाट सर्र हिँडेर जाँदैछौँ होइन। तपाईँले चाहिँ हाम्रो भिडियोलाई चाहिँ एकदम मन पराउनु भएको छ भने हामी विश्वास गर्दछौँ है त। फाइनली हामी यो नौली हेराउ भन्ने खोलामा हामी आइसकेका छौँ। यो खोलामा हल्का साग पाउँछ होइन। अब हामी साग खोज्दैछौँ। तपाईँलाई साग खोज्दै गरेको भिडियो चाहिँ देखाउनेछु है त। साग चाहिँ यस्तै हुनेछ है। यत्रो साग छ अब के गर्नु। ल है अब हामी नौली हेराउ भन्ने खोलाबाट साग टिपेर होइन अलिअलि भेटिएको थियो। हामी चाहिँ अब नौलो खोला भन्ने जाँदैछौँ। नौलवन भन्ने खोला जाँदैछौँ होइन। यस्तो छ है यतातिर। त्यति चाहिँ टिप्यो सागहरू होइन। थोरै टिपेका छौँ। अब हामी जाँदैछौँ नौलवन भन्ने खोला है। त्यहाँ खोला जानेछौँ। त्यहाँबाट हामी टक्क हामी साग टिप्नेछौँ। त्यहाँबाट हामी फर्किनेछौँ। कालिज रहेछ कि जस्तो लागिरहेछ होइन। के बाघ हो होइन। बाघ छ। साग है साग। हजुर मैले त 1-2वटा भेटाएँ हुनु 2-4वटा। लोटेको है। कता कता यतातिर केही रहन्छ क्या यार। म आउँ माथितिर। म आउँ त माथितिर। अब म अब आउँ भने कि माथितिर। ल म आएँ अब माथि। कहिले मजाले टिप्या रहेछ नि यतातिर।
आज हामी है भाइरल घर जङ्गलको भाइरल घर देखाउन गइराखेका छौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ आज हामी जङ्गलको भाइरल नौलवनको ओडार अनि त्यसपछि लगायत जङ्गलको भाइरल घर हामी देखाउन गइरहेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ। अब हामी तपाईँलाई देखाउनेछौँ है। तपाईँहरू कति पनि नआत्तिकन तपाईँ चाहिँ एकदम धैर्य भएर हेर्नु होला है। हामी पहिला ओडार हेर्नेछौँ है। ओडार हेर्नेछौँ हामी। त्यसपछि त्यहाँ अन्डरग्राउन्ड घर पनि देखाउनेछौँ है हामी तपाईँलाई। ऊ त्यो अन्डरग्राउन्ड घर त्यहाँ छ है। यो ओडार यो गुफा है। यो चाहिँ गुफा है। हेर्नुहोस् गुफा चाहिँ यो हो। चलो अब हामी तल गएर अन्डरग्राउन्ड घर हामी तपाईँलाई देखाउन गइरहेका छौँ। अन्डरग्राउन्ड घर है। अन्डरग्राउन्ड घर ल गाइजहरू है। ल है अन्डरग्राउन्ड घर ल है अन्डरग्राउन्ड घर ल ल हेर्नुहोस् है। अब तपाईँले देख्न सक्नुहुन्छ होइन यहाँ एकदम दामी तरिकाको छ होइन। यता चाहिँ यस्तो छ है। सानो कोठा छ गाइज देखो न गाइज है। यता खोपा हेर्नुहोस् है। चुला माथि चाहिँ यस्तो छ है। अब हामी यहाँबाट अन्डरग्राउन्ड हाउसदेखि हामी बाहिर गइरहेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ है यतातिर। अब हामी थाहा भएन योबाट चाहिँ अर्को घर हामी देखाउन गइरहेका छौँ। जङ्गलका भाइरल घरहरू है गाइजहरू होइन। जङ्गलको भाइरल घर हामी तपाईँलाई देखाउन गइरहेका छौँ होइन। यस्तो छ है जङ्गलको भाइरल घर। ल है ल जङ्गलको भाइरल घर है। जङ्गलको भाइरल घर तपाईँ देख्न सक्नुहुन्छ छैन। अब हामी यहाँ भित्र जानेछौँ ल है। हेर्नुहोस् है यस्तो छ भाइरल घर। टक्क यहाँ आइन्छ यहाँ मोबाइल राखिन्छ होइन। अब यस्तो यहाँ बसिन्छ यस्तो है। एकदम रमाइलो छ। तपाईँहरू पनि आउनुभयो भने यस्तो यो ठाउँमा आउनु होला बस्नु होला होइन। पानी परेकोले एकदम पानीभित्र नछिर्ने खाले एकदम बेस्ट छ है। तपाईँहरू पनि आउन सक्नुहुन्छ। तपाईँ बस्न सक्नुहुन्छ है। आजको
साथ चल्नु पर्ने हमको एउटा आइडिया रहेछ ओए लाग्नु पनि हुँदैन उनीहरूले लाग्ने त्यति धेरै छैन यो कुरा लाग्ने त्यति धेरै छैन अब सिधै खोले खेल्नु जाने बाटो त छ मुके जाने होइन अब जाने उदै होला ठुलो ठुलै आउने रहेछ क्या एक वर्षपछि सबसे बड़ा आउने त्यही तो